हामी चाहिँ खाजा खाइरहेछौँ यहाँनिर बसेर लाग्यो खर्च पनि आयो हेर्नु त कस्तो चिसो। हेलो एभ्रिवान, नमस्ते, सेवा, हजुरलाई स्वागत छ मेरो च्यानलमा। आज पनि मैले ब्लग स्टार्ट गरिसकेको छु। आई होप अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नुहुनेछ। अन्त म चाहिँ रेडी भइसक्यो, हामी चाहिँ जाँदैछौँ। थाहा भइसक्यो होला हजुरलाई टाइटल एन्ड थम्बनेल देखेर पनि। अनि यता चाहिँ ऊ बहिनी छिन्, ओछ्याएको चाहिँ भद्रगोल भइरहेछ। यता चलिरहेछ मेकअप। मेरो छोरी चाहिँ यता रेडी भइसक्यो। खै त हेर्नु हामी कहाँ जानु लागेको? साकेला साकेलामा। सिधा बस्नु त, सिधा बस्नु। यता हेर्नु, सिधा बस्नु न। यता हेर न मामुलाई, त्यसो गर्नु हुँदैन ज्ञानी। यता हेर्नु मामुलाई। वाह, छोरी कति राम्रो भइछन् हौ। ल ल, मेरो छोरी चाहिँ यता रेडी भइसक्यो, बहिनी रेडी हुँदैछन्। अन्त साथीहरू आज चाहिँ उभौलियो, त्यही भएर हामी चाहिँ साकेलामा जाँदैछौँ। के कस्तो हुन्छ हजुरले पनि देखाउने छु, देखाउने सकेसम्म देखाउने प्रयास गर्नेछु। अनि त्यही हो, अनि त्यही हो। भयो त्यसरी नि राम्ररी चाहिँ मेकअप नि गर्नु पर्दैन उसलाई त। पर्फ्युम लभर रेता छन्। लुगा चाहिँ भद्रगोल भइरहेछ। त्यही त कसले लगाइदिएको? म त तैँले लगाइदिएको भनेको त। राइनी आछ, ठुलो राइनी। खै ठुली राइनी हो। अमिसा राई बुझेल हो नि तिमी है। के भन्न चाहन्छौ? अमिसा भन्न चाहन्छौ? ल बाबा चुट्टिन्छ तुम्बालाई। चुट्टिन्छ छोरा, ठिकै छ। कहिले त लाउनु नि पर्छ लिपस्टिक। ल साथीहरू, अब हामी चाहिँ यहाँदेखि निस्किँदैछौँ। धेरै शुभकामना। यता पनि आइरहेको छ मेरो छोरी पनि। ल खै स्वागत छ मेरो च्यानलमा। सबैलाई उभौलीको शुभकामना भन्नु न छोरी। ह्याप्पी उभौली भन्नु। ह्याप्पी उभौली पर्व, उभौली पर्वको शुभकामना छ सबैजनालाई भन्नुपर्छ। ल साथीहरू, अब हामी चाहिँ निस्किन्छौँ यहाँदेखि। अनि हजुर, अनि साकेला चाहिँ कहाँनिर भइरहेछ भने मेरो मामालाई गाउँमा भइरहेछ। हेर्दै गर्नु होला। यो चाहिँ मेरो चस्मा भेडाले पठाइदिनु भएको देखेछ ल। हेर्नु है, अमृतले पठाइदिनु भएको चस्मा। कस्तो देखेको छ? मलाई भने पठाइदिनु भएको, मलाई चाहिँ सुहाउँदैन चस्माले। हामी चाहिँ चस्मा अलि सानो मामले पो कति राम्रो देखेछ हौ। ल वाउ, दुईजना हेरेको हेरेकै छ। कति राम्रो देखिरहेको छ तँलाई त, साँच्ची भन चस्माले। ल यहाँदेखि देखाइरह हो अमृतलाई पनि। हेर्ने चस्मा हजुरले पठाइदिनु भएको। मेरो कप, यता छ एउटी। मेरो कब्जामा चस्मा। ल जाऊ बाबा। निन्द्रा लाग्यो? ल यसलाई त हाई हाई गर्छ त यहीँ। गाई चाहिँ अब हिँडेको हिँडेको कता हिँडेको? यहाँ हुन्छ दिदी। भूमिका हुन्छ हिँडेको नि। हिँडेको चिसापानी डाँडा। त्यो पारमा चाहिँ आज साकेला छ, अनि त्यहाँ हिँड्नु गएको हामी चाहिँ। हामी चाहिँ अहिले अटो पर्खिन आएको यहाँ बाटोमा। कस्तो राम्रो देखेको आज आकाश। आकाश खुलिरहेको हेर मेरो कपाल पर्ली अवस्था। गाला त रातो रातो देखा। अन्त साथीहरू, हामी चाहिँ यहाँनिर बाटोमा निस्किसक्यौँ अहिले अटोमा जाने भनेर। आमाहरू चाहिँ निस्किसक्नु भयो होला। यहाँनिर ड्युटी उभिरहेछन्। के भन्दै थियो? कहिले? हामी चाहिँ लाग्यो, अटो पनि आयो। यता छन् दुईजना।
हामी चाहिँ लागिन्छ फेरि सक्नुहुन्छ। हेलो गाइस, हामी चाहिँ अहिले किरात पार्कमा आइसकेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ किरात सामुदायिक होमस्टे अरे यहाँ। वेलकम टु किरात सांस्कृतिक पार्क। अहिले साकेला चाहिँ पर भइरहेको रहेछ। आमाहरू पऱ्यो होला नि। हामी चाहिँ आइपुगेछौँ। यी ल्याउनुपर्छ यहाँ चाहिँ। कस्तो राम्रो देखेको त पनि राम्रो। हामी चाहिँ आइपुग्यौँ छोरी। पहिला पनि कतिचोटि आइसकेको छौँ यहाँ यो किरात पार्कमा। हाम्रो घर चाहिँ यहाँ तलदेखि मुनि पर्छ नि। कस्तो फुलेको होइन एउटा फुलहरू कस्तो फुलिरहेछन् नि। फुलिरहेछन् नाचिरहेछ उता। के हो यो पो हो त अरे। छिटो पल्लो छेउ पुग्नु पर्ने पर। हामी भर्खर यहाँ छौँ। आउने छिटो। यता चाहिँ शीतल छ नि अहिले नि आनन्द। पर चाहिँ हुसेल आइरह नि कस्तो मजाले। हामी चाहिँ गएर छौँ पर। सबैजना जाँदै हुँदो रहेछ त। सोही सोही नाचिसकै छिटो आइज। छिटो आइज। यता चाहिँ यस्तो छ भ्यू। कस्तो दाम यार। कमिन कमिन अरे कमिन कमिन। यता छोरी यता यता तलबाट माथि अप्ठ्यारो छ तलबाट यताबाट। किरात सांस्कृतिक पार्क अरे। अरे छोरी अरे बाबा रे। ढुङ्गाई ढुङ्गाई कस्तो राम्रो नि। तेरो छोरी कस्तो हिँडेको यार। लेट्स गो। अलिअलि नि लड्नुपर्छ केही हुँदैन अरे। सही बात। आज चाहिँ हाम्रो नमस्ते गर्दै दिन जान्छ। मामालाई गाउँ पनि हो माइती गाउँ पनि हो कि। सबैजना मामाहरूको गाउँ पनि यतै हुनुहुन्छ माइती गाउँ पनि यतै हुनुहुन्छ। आज नमस्ते गरेर जान्छ दिन। होइन अब हिँड्नै सक्दिनँ हौ। वाक्कै लाग्छ भने कहाँ हिँड्नु पर्ने। ए दुईजना चाहिँ हिँडिरहेछन्। सास फेर्दै जाउँ न अरे। छोरी सास फेर्दै जाउँ है। म त सकिरहेको छैन। आमा यो त कस्तो मजाले हिँड्छ हौ। आमाहरू चाहिँ पर आइसक्नु भएको होला। म पर डाँडामा चाहिँ साकेला डान्स भइरहेछ। हामी चाहिँ यहाँ भर्खर आइपुगेको। अटोमा आएको। अटोमा आउँदाउँदै यहाँनिर आइपुग्ने बेलामा चाहिँ पहिरो गएको रहेछ कि। अनि थोरै भए पनि हामी चाहिँ हिँड्दै आएको। तर केही छैन हिँड्नु नै पर्छ। एक्सर्साइज हुन्छ नभए हालत त्यस्तो हुन्छ। पर पुगेपछि भेटौँ ल। दुईजना चाहिँ गफ गर्दै गइरहेछन्। पवनको भएन।
भेटेको अहिले भर्खरै आमा यता हुनुहुन्छ छोरी कोसँग भेट भयो आमा र नानीले चाहिँ यहाँनिर भेट भइरहेछ यता नाच भइरहेछ बाउली पर्वको शुभकामना छ है सबैजनालाई गर्नु भए जस्तो छ हो साइरा बागाको छोरी जानु भइरहेछ आमामा घाम भयो पुरा अमिसाले चाहिँ साह्रै घाम भयो अब सकिएछ सकियो जान्छ है अलिक त जान्छ हात छोडा हात सकियो सकियो आम्म कस्तो पानी भयो राइनी बजेर यहाँ हाम्रो राइनी यहाँनिर छ भुटन आम्म गल्यो साकेलाको पूजा भइरहेछ के भन्छ त्यही त भन्छ होला पुजारीले प्रसाद खाँदै हुन्छ जस्तो प्रसाद खाँदै हुनुहुन्छ कि क्या प्रसाद पुजारीको प्रसाद ल डान्स पनि हेरिसक्यो अब म के को चक्लेट कसलाई ल अब कहाँ जाने सबैले अमिसाले दिएन ए ल डान्स पनि हेरिसक्यो मेरो छोरी आमै के भयो चप्पल खुस्केछ लाग्नु भयो फेरि ऊ अल्झिरहेको छ मेरो लुगा छ्या सबै उखालिदियो यसले त ल भयो धेरै हेर्नु हुँदैन बोर पो लाग्छ त हेर्दा हेर्दा ठिकै भयो शीतल भयो बल्ल जुम्मा पर छोरी यता हेर्नु त
किन हाँस्नुहुन्छ यो चाहिँ लाली गुराँसको बिरुवा रहेछ कति रोप्नु भएको छ उता सबै पछि चाहिँ मजाले फुल्छ यता नि लाली गुराँस राइनीहरू राइनी बजेर यता हुनुहुन्छ के खाने राइनीहरूलाई के किन्दिने यहाँ भदैनीहरू मेरो भदैनीहरू ओहो पनि बस्ने त्यहाँ गोठलाइस भदैनीहरू धेर भएर बल्ल शीतल भयो के हामी चाहिँ फर्किँदैछौँ अब एकछिन खाजा खाने उता गएर नमस्कार 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 पुसाई किन रुँदैछ बहिनी किन रोको हेर यिनीहरू चाहिँ एकछिन क्या यो भूमिका त कस्तो खालको पोज्दै अब भिडियो भिडियो फोटोमा खिचेको होला भने अब दुईजना फोटो खिच्छ ओह्रालो कि उकालो भन्नु यहाँ उकालो यहाँ फोटो खिचाइ चलिरह हाम्रो चाहिँ फोटो खिच्न के भिडियो बनाएको यो त छि दामी आयो पिता मागेको नि त अहिले चाहिँ हामी चाहिँ फोटो एकछिन खिच्यो कि फर्किँदैछौँ आमाहरू यता हुनुहुन्छ आमा नानी कस्तो शीतल भएर आनन्द भइरहेछ अघि आउँदाखेरि चाहिँ पुरा गर्मी भइरहेको थियो तर अहिले शीतल छ नातिनी बजु चाहिँ यता अगाडि हिँड्दै हुनुहुन्छ यता हेर्नु त दुईजना गाइजहरू के छ गाइज ठिक छ गाइज ल हेर गाइज हेर मस्केको ए गाइजलाई देखेँ आमाले देख्ने बित्तिकै हो यस्तो गर्छ देखिस् हामीले भन्दैन नि बोक्नु भनेर कहिले भन्यो अहिले लड्नु पर्छ भन्नु अघि त क्या अब फेरि उहाँ तल तल पुग्नु पर्ने छ आँगनमा रोपुला जीवन भरि छातीमा राखी अरे हेर्न बाटो कस्तो राम्रो बनाएछ कस्तो राम्रो देखिरहेछ हामी चाहिँ उहाँ तल पुग्नुपर्छ अहिले आउँदाखेरि चाहिँ मजाले आयो अटोमा जाँदाखेरि चाहिँ के हुने हालत यो अघि चाहिँ यहाँदेखि आएको अब जानुपर्ने यहाँ तल अलिकति नि हिँड्नुहुन्न हौ म चाहिँ थेट नुवा नानाहरू कहाँ पुगिसक्नु भयो हामीलाई फर्किँदैछु मैले होइन अहिले त छैन फुल देखिन्छ यसको तरङ्ग तरङ्ग छाइ गयो कस्तो राम्रो क्या भ्यू चाहिँ नि शीतल के खाने खाजा तरङ्ग तरङ्ग छाइगयो शीतल भइरहेछ कपाल त कति राम्रो थियो वाउ ल है कस्तो राम्रो भिडियो आयो ल है कस्तो राम्रो आयो तर तरङ्ग छाइ गयो हिँड न म भिडियो आयो हामी अगाडि छ हिँड्नु पछि आउनुहुन्छ म पछि आउँछु अब यो 3 पुस्ता हिँडिरहेछ छु म हामी चाहिँ गइरहेको छौँ अगाडि दोस्त लोक मार्नु छ ठुलो घर त भड्काउनु भएछ नि मार्नु छ यो को हुन्छ यो घरमा हामी मावला घर चाहिँ यहाँ तल छ पुरा ठुलो घर छ त्यो चाहिँ भत्काउनु भएछ यो चाहिँ चिन्डोको नक्सा हो यो चाहिँ हाम्रो राईहरूको पूजा गर्दाखेरि चाहिन्छ त्यसकै लागि यो बनाउनु भएको थम्मेलको लागि बनाउनु भएको थम्मेलको लागि बनाउनु भएको ल हामी चाहिँ निस्क्यौँ त्यहाँ पार्कदेखि यता बाहिर अब खाजा खान्छौँ हामी त्यसपछि ओह्रालो जानु पर्ला के खाने खाजा
के खाने? अहिले चाहिँ हामी चाहिँ खाजा खाइरहेछौँ यहाँनिर बसेर। मोमो चाहिँ खाइसक्यौँ 1-2 प्लेट। अहिले फेरि चाउमिन खाँदैछौँ। यता चाहिँ देख्न सक्नुहुन्छ कुहिरो हुस्से लागेर केही छैन अहिले कहिले। हावा चलिरहेछ यहाँनिर चाहिँ। हामी चाहिँ त खाजा खाइरहेछौँ। पसलमा चाहिँ भिड भयो क्या, अनि फेरि यता बस्ने ठाउँ पनि राम्रो छ नि त, त्यही भएर हामी चाहिँ बसेर खाइरहेछौँ। अहिले अघि घाम लागिरहेको थियो है, अहिले फेरि हेर्नु त यस्तो भइरहेछ हुस्से लागेर। अघि कस्तो उज्यालो देखिरहेको थियो, अहिले यस्तो देखिरहेछ। चिसो छ हौ यहाँनिर त के भन्नु र। झापामा चाहिँ यस्तो गर्मी भइरहेछ अहिले, तर यतानिर चाहिँ चिसो छ। स्वर्गै छ नि ठाउँ चाहिँ घुम्नको लागि, बस्नको लागि। आउनुहोस् है हजुरहरू पनि। तर मेरो भ्लग हेरेर धेरैजना चाहिँ यो ठाउँलाई चिन्नु पनि हुन्छ, धेरैजना आउनु पनि भएको छ। यता वरिपरि त सबैजना प्रायः आउनुभएकै छ यहाँनिर। ल अब हामी खाजा खाइहाल्छौँ अनि अहिले भेटौँ ल। कस्तो चिसो छ। यता हेर्नु न दुईजना। मेरो छोरीको टोपी चाहिँ वाउ खै त हेर। हामी चाहिँ अहिले पनि यहीँ खाजा खाइरहेछौँ। हेर्नु न अहिले भर्खरसम्म हुस्से ड्याम्मै थियो होइन यहाँनिर, अहिले कहिले फेरि घाम लाग्न थालिरहेछ। मौसम चाहिँ यस्तो चेन्ज हुन्छ कि यहाँनिर, मैले पहिलाको भ्लग पनि भनिरहेको थिएँ, यस्तो चेन्ज भइदिन्छ। अहिले ड्याम्मै हुस्से थियो यहाँनिर, अहिले छैन। अमिसा ल साथीहरू, अब हामी पनि फर्किन्छौँ। के खाने लिन छोरी, के खाने अब? मोमो मोमो खाने अरे यो त। आमा यता हुनुहुन्छ। कस्तो राम्रो भयो हेर्न बुनु अहिले कहिले फेरि उहाँनिर कुहिरो आइरहेछ। हामी चाहिँ अब उहाँ तल पुग्नु पर्ने हो। यसलाई त खालि न्यु खोज्यो हौ। यता हेर्नु आमा, हाम्रो राइनी बज्यूहरू। यो हाम्रो भुजेलनी पनि राइनी जस्तो देखिरहेछ आज। ओ भाउजूले पनि पर्खे हुनुहुन्छ। ल अब हामी पनि लाग्यौँ साथीहरू। फुल सिउरी त यो त बाबा फुल टिप्नु हुँदैन नि, अब गर्मी भयो उसलाई। ल खै त हेर्नु, वाउ ल दुईजना त कति राम्रो। लिन ए झरे उसको मिलाइदिँदै जुम्म। उहाँ भाउजूहरूले पर्खेको हुनुहुन्छ। छोड ल भयो अब छोड। उमा मिस सिउरी चाहिँ अरे अरे फुल टिप्यो। किन पो टिप्ने, यति तँ त हो नि सिकाउने। लिन मार्नु छ नि, यहाँ फुल टिप्नु हुँदैन नि। यो टोपी हाल्नु त ब्यागमा गर्मी भयो। कति भयो तेरोबाट के गरेर म त निकै चलेको म हस्पिटल गरिदिन्छु। नेटै छैन, यो ब्याट्री अफ भयो। हेर्न के पो अब यहाँनिर हाम्रो चाहिँ खाएको तिर्नुपर्ने बेला भएको छ नि त। अनि यसले के भन्छ थाहा छ, उसको अरे किबारै के पो नेटै चलेको छैन अरे। अनि मेरो हस्पिटल मैले अन गरिदिएको थिएँ, अनि हस्पिटल पनि चलेकै छैन अरे क्या। साथीभाइ डाउन भयो क्या मेरो, ब्याट्री पनि डाउन भयो। भयो फोन। साथीभाइहरू ल जाउँ, आउनु है। सक्दैन यसरी अब सुरु भयो हाम्रो चाहिँ। अरूको बिहानै खतम भयो अब हाम्रो बेला। छि अलिक मजाले बजाउन हौ, कस्तो यस्तो गरेर बजाएको। भएन अलिक डुङ गर्न पऱ्यो, डुङ गर्न। ल मजाले मिलाउन हौ, डुङ्कु गर्न। डुङ्कु हो ले डुङ्कु यताको एकपल्ट होला, यताको दुईपल्ट ठोक्छ नि हो। चिउनुहोस् लु नाच्छ चाहिँ उयो हेर्न पुरा नाच्छ चाहिँ उयो। भएन
दे त यो त पुरै ढोलक भयो भएन आफै टुक्कुदैछ आफै नाच्छ मुया डुङ 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 चाहिँ होइन नि फेरि हामी चाहिँ साथीहरू अब चाहिँ बिच बाटोमा पुगिसक्यौँ आधी बाटोमा सब लट्ठी टेक्ने भइरहेछन् ओह्रालोमा आफूलाई चाहिँ ओह्रालोमा कम्ता मजा आउँदैन यसरी हिँडिदिन्छु ओह्रालोमा चाहिँ उकालोमा चाहिँ म सक्दिनँ है साथीहरू ल हेर्नुहोस् यता आम्मा म चाहिँ उकालोमा सक्दिनँ ओह्रालोमा त फेरि म त आगो लगाइदिन्छु नि आमाले नि लट्ठी खोज्दै हुनुहुन्छ सबै ओह्रालोमा हिँड्न नसक्ने अरे म मात्र ओह्रालोमा हिँड्न सक्ने उकालोमा हिँड्न नसक्ने मान्छे म हाल्छु पहिला ए होस् पर्दैन आमा मलाई त मलाई त ओह्रालोमा त चाहिँदैन केही पनि आमै नि मेरो ज्ञानी अर्कोपट्टि चाहिँ हो नि त छोरी अर्कोपट्टि सजिलो हुन्छ ऊ नानाको पनि अर्कोपट्टि हो त्यसो सजिलो हुन्छ नि त अब लु हो लु अब हिँड्न ल हो ल लु भयो भयो लु अलि भयो बाचुन्जेलसम्म पनि हरेकै हाल भयो छल गर्यो मायाले मुहारै राम्रो सिरिस जस्तो जुन हार खाने खाएको होला हौ के को नि म जान्दिनँ सबैले होइन हौ खाएको भनेपछि होइन अनि मैले खाएको होला भनेको कि ए खाएको भनेर तैँले सुरु गरिस् नि त त्यही भन्नुभएको कि आमाले मेरो छोरी हाँसेको यहाँनिर सब लट्ठी टेक्ने बिस्तारै आमिसा बिस्तारै ओह्रालोमा त म त फेरि यस्तो हो नि त नि ओह्रालोमा त म त हिँडिदिन्छु आजको हाम्रो साकेला कस्तो भयो नि कस्तो भयो गुड यो चाहिँ कुच्चो हो नजिकेर उयो भएछ पुरै यो चाहिँ कुच्चो है साथीहरू नजिकेर यस्तो उयो भएछ फुलेछ मैले किनिदिएको त यो होइन भोकटे भनेको यसको होइन आमा जाल पनि बनाउन मिल्छ भनेको कस्तो राम्रो फुल चाहिँ होइन यो चाहिँ जङ्गलमा पाउने हो तर कस्तो राम्रो छ है र त साथीहरू एकैचोटि अब घरमा पुगेपछि भेटौँ ल हामी चाहिँ आएर पनि आइपुगेर बसिरहेछौँ अहिले सानो मामुको कपाल त के हो अनि सानो मम्मी कपाल ल बाई एभ्रिवान भन बाई एभ्रिवान हेरेर सपोर्ट गर्नु होला बाई छोरी अन्त साथीहरू हामी चाहिँ आइपुगेर अनि एकछिन रेस्ट गरेर अनि अब एकछिनपछि खाना खाने हो अनि आजलाई चाहिँ भिडियो यति नै साथीहरू हजुरहरूलाई के कस्तो लाग्छ मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर सपोर्ट गर्नु होला